महिलाहरूलाई क्यान्सर भनेपछि विशेष डर लाग्ने गर्छ किनभने महिलाहरूको प्रजनन अङ्गको एउटा सानो मोडल यो हो। यसमा यो पाठेघर हुन्छ, दुईटा ट्युब हुन्छ, दुईटा अण्डाहरू हुन्छ भन्ने पाठेघरको मुख हुन्छ, यो योनि भयो। महिलाहरूको पाठेघरको क्यान्सर भनेर जेनरली सबभन्दा धेरै हुने भनेको यो पाठेघरको मुखको क्यान्सर हो। अहिले पनि नेपालमा महिलाहरूलाई नम्बर 1 मा हुने क्यान्सर, सबैभन्दा धेरै हुने क्यान्सर भनेको यही हो र यही क्यान्सरबाट हरेक दिन नेपालमा 4 जना महिलाहरूको मृत्यु भइरहेको छ। र यो क्यान्सर के को कारणले हुन्छ त भन्दाखेरि यो क्यान्सर चाहिँ धेरै जस्तो ह्युमन पेपिलोमा भाइरस HPV भाइरस भन्ने हुन्छ। यसको धेरै प्रजातिहरू हुन्छन्, जसमध्ये 16, 18, 31 र 32 नामक प्रजातिले यसको क्यान्सर गराउँदैछ। र यसको क्यान्सरबाट जोगिने भनेको विभिन्न उपायहरू छ, तर सबैभन्दा अहिलेको इफेक्टिभ उपाय भनेको र सबैभन्दा सुरक्षित उपाय भनेको यसको विरुद्ध प्रयोग गरिने भ्याक्सिन हो। यो भ्याक्सिन चाहिँ विशेष गरी विवाह हुनुभन्दा पहिले नै किशोरीहरूलाई लगाइन्छ। यो भ्याक्सिन लगाउनाले करिब 99% भन्दा बढी महिलाहरूलाई भविष्यमा हुन सक्ने क्यान्सरको जोखिमबाट जोगाउँदछ। तर हजुरको उमेर पुगिसक्यो, यो भ्याक्सिन लगाउने समय कटिसक्यो भने चाहिँ हजुरले चिकित्सकलाई नियमित रूपमा चिकित्सकले भनेअनुसार आफ्नो पाठेघरको मुखको पानीको चेक जाँच गराउनु भयो भने हजुरलाई क्यान्सर हुनुभन्दा अगाडि नै पाठेघरको मुखमा हुने घाउहरूबाट पत्ता लगाउन सकिन्छ र यो घाउकै क्रममा उपचार गर्न सकिन्छ, जसको कारणले तपाईले समयमै उपचार गर्नुभयो भने भविष्यमा हुने क्यान्सरबाट आफूलाई जोगाउनुहुन्छ। त्यसैले चिकित्सकलाई नियमित रूपमा भेटौँ, आफूलाई केही समस्या नभए पनि चिकित्सकलाई भेट्ने गरौँ र पाठेघरको मुखको पानीको जाँच चिकित्सकले भनेअनुसार गरौँ र भविष्यमा नेपालमा हुन सक्ने महिलाहरूलाई हुन सक्ने 1 नम्बरको क्यान्सर पाठेघरको मुखको क्यान्सरबाट आफूलाई जोगाउँ र सचेत बनाउँ। हस्, धन्यवाद।